अब समय आयो राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल। जब देशको राजाले नै आफ्नो प्रजा सामु सहयोगको आह्वान गर्छन्, मलाई साथ दिनुस् भनेर, तब हामीले पनि विचार गर्नुपर्ने हुन्छ कि देश अब निकै सङ्कटमा छ भनेर। त्यसैले अब हामी सबैजना हातेमालो गर्दै राजालाई साथ दिउँ। अब फागुन 25 गते हाम्रो राजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदै हुनुहुन्छ। उहाँलाई सबैजना मिलेर स्वागत गर्ने प्रोग्राम चलिरहेको छ, अहिले कार्यक्रम चलिरहेको छ। सबैजनालाई मिलेर स्वागत गर्नुपर्छ हाम्रो राजालाई। राजाको पछि लाग्ने दही चुरे हो भन्ने कुरा गरे हो, हामी लागेका छौं। हामीले भ्रष्टाचार गरेको छैन, देश बेच्ने सन्धि र सम्झौता हामीले गरेको छैन सभामुख महोदय। आज महाकाली बेचे, टनकपुर बेचे, के बेचे, उहाँहरू चाहिँ ठुला कुरा गर्छ। जसले सिङ्गो राष्ट्र बचायो राजाले, त्यो चाहिँ देश बेचुवा भयो। उहाँहरू